नमस्ते साथीहरू। आज यो एभरेस्ट कलर लिमिटेडमा सेलिङ प्रेसर आएको छ साथीहरू। नेप्सेमा सूचीकृत भएदेखि लगातार रूपमा यसले सर्किट लेभलमै कारोबार गर्दै आएको थियो र आज मात्र सेलिङ प्रेसर देखिएको छ। आज 12औं दिनको दिन यो यसरी सेलिङमा 10 किता देखिएका छन्। यो आइपिओबाटै आएको 10 किताकै कारोबार भइरहेको छ। यो भर्खर खुलेको भएर यसको हाई मूल्य 1500 सम्ममा पुगेको थियो। कारोबार भइरहेको छ र यतिखेरसम्म 11.51% बढेको अवस्था छ। यो करिब 12 बजेको लाइभ मार्केटबाट मैले रेकर्ड गरेर यसमा पोस्ट गरेको छु साथीहरू। यो चार्ट चाहिँ यस्तो छ। यो 12 दिनसम्मले लगातार सर्किटमा काम गर्यो र अब 3 बजेसम्म कस्तो खालको पर्फर्मेन्स देखाउँछ, के कति पर्सेन्ट बढ्छ घट्छ, अर्थात् घट्न त अवश्य पनि घट्दैन, यो बढ्छ नै होला, तर पनि आशा गर्न सकिन्छ। आज चाहिँ सेलिङ प्रेसर आएको छ। यसले अब के बताउँछ हेर्न बाँकी नै छ।